नमस्ते सम्पूर्णमा म भोटाङबाट आज यसो भिडियो बनाउँदैछु। हाम्रो गाउँतिर चाहिँ पुरा अर्ग्यानिक खेती गर्ने गरिन्छ। धान, मकै, कोदो, सिमी, भटमास, तोरी अनि आजभोलि चाहिँ अलिकति तरकारीहरू पनि गर्ने गरिन्छ। तरकारी खेतीहरू पनि गोलभेडा भयो, लसुन भयो, अनि फुलकोपी, बन्दाकोपी, गाजर, प्याज यिनीहरू रोप्ने गरिन्छ। अनि अरू चाहिँ हल्का फलफुलहरू नि पाइन्छ। सुन्तला चाहिँ धेरै पाइन्छ, अरू त त्यति पाइँदैन। अहिले त सबै बजारबाट किनेर खाने हो। आउनुहोला तपाईँहरू पनि यतातिर घुम्न बाँसपोखरीतिर। बाँसपोखरी त सुन्नुभएको छ होला। बाबा।